दुई तिहाईको ओली सरकारलाई गलाउने साना दलको शक्ति उसो त 7 बुँदे सहमति पछिका घटनाक्रमले पनि प्रधानमन्त्री ओली दबावमा रहेको पुष्टि हुन्छ। न्यूनतम साझा कार्यक्रम तयार पार्नु साना दलहरूको दबावमा प्रधानमन्त्री रहेको अर्को प्रमाण हो। आदरणीय दर्शक महानुभाव नमस्कार, आगो समाचारमा स्वागत छ। हाम्रो च्यानल कहाँबाट हेर्दै हुनुहुन्छ कृपया कमेन्ट गर्न नभुल्नुहोला, साथै च्यानललाई सेयर अनि सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। वैधानिक व्यवस्था गरेरै साना दलहरू कस्ने घोषित नीति लिएको वर्तमान सरकार उल्टै साना दलको दबावमा परेको छ। त्यसको पछिल्लो उदाहरण हो भूमि सम्बन्धी अध्यादेश होल्ड हुनु। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काङ्ग्रेसका शीर्ष नेताहरूसँगको सहमतिमा गत 26 पुसमा 6 वटा अध्यादेश ल्याएका थिए। ती अध्यादेशहरू काङ्ग्रेस सभापति शेरबहादुर देउवाको सहमति भएपछि अरू समस्या आउँदैन भन्ने बुझाइमा थिए प्रधानमन्त्री ओली। तर भइदियो अर्कै। सत्तारूढ बेन्चमै बसिरहेका जनता समाजवादी पार्टी जसपा नेपालले भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभिने निर्णय गर्यो। राष्ट्रिय सभामा 3 सिट मात्र भए पनि जसपा नेपालको अडानले भूमि अध्यादेश त रोकियो नै, बाँकी अध्यादेश पनि अप्ठ्यारोमा परेका थिए। किनकि भूमि अध्यादेश संसदको कार्यसूचीमा अगाडि बढाइए, बाँकी अध्यादेशमा पनि समर्थन नगर्ने जसपा नेपालका नेताहरूले चेतावनी दिए। 29 माघमा पार्टी बैठकबाट भूमि अध्यादेशको विपक्षमा उभिने जसपा नेपालको निर्णय पछिका झण्डै 1 महिनासम्म देखिएको गतिविधिले प्रधानमन्त्री ओलीमाथि साना दलहरूको दबाव अनुमान गर्न सकिन्छ। यो अवधिमा प्रधानमन्त्री ओली र काङ्ग्रेस सभापति देउवाले अनेक विकल्पमाथि काम गरे। थुप्रै भेटवार्ता भयो, तर कुनै पनि विकल्पमा सफल हुन सकेनन्, किनकि उपेन्द्र यादवको विकल्प खोज्दा अर्का साना दलका नेतालाई मनाउनु पर्ने थियो। उपेन्द्र यादवको शर्त नमान्ने हो भने एकीकृत समाजवादी फुटाउने वा सिङ्गो पार्टीको समर्थन जुटाउने विकल्प प्रधानमन्त्रीसँग थियो। एक नेता भन्छन्, तर एकीकृत समाजवादी फुटाउँदा जोखिम धेरै थियो। मुख्य गरी सबै साना दल मिल्ने खतरा थियो। सत्तामै भएका उपेन्द्र यादव, सीके राउत, रेशम चौधरी प्रति समेत ढुक्क हुन नसकिरहेका काङ्ग्रेस एमाले एकीकृत समाजवादी फुटाउने जोखिम लिएनन्। यद्यपि दल फुटाउने कानुन ल्याउने बारे छलफलसम्म चल्यो। दल फुटाउन भनेर विधेयक आउँदा त्यो दल फुटेन भने उल्टै ब्याकफायर हुन्थ्यो, काङ्ग्रेसका एक नेता भन्छन्। त्यसैले रोकिनुपर्ने अवस्था आयो। अन्ततः 2 तिहाईको बहुमत भनेर प्रचार गरिरहेको सरकार भूमि सम्बन्धी अध्यादेश होल्डमा राख्न बाध्य भयो। एमाले स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले भने, एउटा घटना विशेषमा देखिएको समस्यालाई समग्रतामा मूल्याङ्कन गर्न नहुने बताउँछन्। राष्ट्रिय सभाको गणितका कारणले केही अप्ठ्यारो आयो, तर अहिले पनि वर्तमान सरकार 2 तिहाईको जगमा उभिएको बुझ्नुपर्छ। कुनै पनि सन्दर्भमा देखिएका समस्या धेरै रहँदैन उनी भन्छन्। एमाले प्रचार विभाग प्रमुख समेत रहेका गौतमकै जस्तो तर्क सत्तारूढ नेताहरूको संसदमा पनि गरिरहेका छन्। उनीहरूका अनुसार रोकिएको भूमि सम्बन्धी अध्यादेश पनि चाँडै अगाडि बढ्नेछ। तर राष्ट्रिय सभामा निर्णायक रहेको जसपा नेपालका नेताहरू रोकिएको अध्यादेश अगाडि बढ्ने सम्भावना देख्दैनन्। बरु संसद बैठक बसेको 60 दिनभित्र स्वीकृत नभए स्वत निष्क्रिय हुने व्यवस्था बमोजिमको भूमि अध्यादेश खारिज हुने जसपा नेपालका प्रवक्ता मनिष सुमन बताउँछन्। होल्ड भएको अध्यादेश पारित हुनलाई होइन, 60 दिनभित्र स्वत निष्क्रिय भएर जान्छ उनी भन्छन्। अध्यादेश प्रकरण पछिल्लो उदाहरण मात्र हो। ओली प्रधानमन्त्री हुने गरी सत्ता समीकरण फेरिरहँदा नै साना दलहरूको दबाव महसुस गरिएको थियो। साना दलहरूलाई मनाउनु पर्ने भएकैले ओली र देउवा आलो पालो प्रधानमन्त्री हुने गरी सत्ता समीकरण फेर्दा राष्ट्रिय सहमतिको सरकार भनिएको थियो। यद्यपि राष्ट्रिय सहमतिको सरकारको औचित्यलाई काङ्ग्रेस र एमाले राष्ट्रिय हित, भ्रष्टाचार नियन्त्रण, सुशासन र राष्ट्रिय निकायसँग जोडेका थिए। तर साना दल समेट्नुपर्ने दबाव भने छँदै थियो। 7 मध्ये 6 बुँदामा राष्ट्रिय सहमतिको सरकार शब्द प्रयोग गर्नुबाटै काङ्ग्रेस एमाले नेतृत्वको मनोविज्ञान बुझ्न सकिन्थ्यो। काङ्ग्रेस र एमाले मिल्दा मात्रै पनि प्रतिनिधि सभामा सुविधाजनक बहुमत पुग्ने भए पनि साना दलहरू समेट्नै पर्ने दबाव भने संविधान संशोधनका निम्ति चाहिएको हो। जुन विषय 7 बुँदेको दोस्रो नम्बरमा उल्लेख गरियो, राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भए पश्चात अभ्यासमा देखा परेका सबल पक्ष र दुर्लभ पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने। तर जुन उद्देश्यले संविधान संशोधन गर्ने भनिएको थियो, त्यही कारण साना दलहरू कुनै न कुनै रूपले एक ठाउँमा उभिने आधार बन्यो। साना दलहरू सिद्ध्याउन संविधान संशोधन गर्ने भनियो। कसैलाई निषेध गरेर जाने प्रस्तावमा समर्थन गर्ने कुरै हुँदैन, राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ भन्छन्। राजनीतिक विगतले पनि कुनै पनि शक्तिलाई निषेध गर्ने कुरा असफल सिद्ध भइसकेको उनी बताउँछन्।
साना दलहरू कस्ने प्रस्तावकै कारण विपक्षीहरू भने एकजुट बन्दै गएका छन्। त्यसको नेतृत्व स्वभावै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेका छन्, जसको दबाव सरकारलाई परिरहेको पनि छ। उसो त 7 बुँदे सहमतिपछिका घटनाक्रमले पनि प्रधानमन्त्री ओली दबावमा रहेको पुष्टि हुन्छ। न्यूनतम साझा कार्यक्रम तयार पार्नु साना दलहरूको दबावमा प्रधानमन्त्री रहेको अर्को प्रमाण हो। प्रचण्डलाई विस्थापित गरी ओली प्रधानमन्त्री बनिरहँदा न्यूनतम साझा कार्यक्रम नै तयार नपार्ने निष्कर्ष नेताहरूको थियो। सरकारको नीति तथा कार्यक्रम र बजेट आइसकेकाले न्यूनतम साझा कार्यक्रम आवश्यक नरहेको तर्क गरिएको थियो। 7 बुँदे नै सरकार सञ्चालनको दस्तावेज मान्ने भनिएको थियो। 6 साउनमा विश्वासको मत लिने क्रममा पनि प्रधानमन्त्री ओलीले आफ्नो प्राथमिकता नयाँ परियोजना घोषणा नभएर जारी परियोजना पूर्णता दिने भनेका थिए। तर 7 बुँदेप्रति सत्ता साझेदार अरू दलको सहमति थिएन। त्यसैले भदौ तेस्रो सातासम्म आइपुग्दा न्यूनतम साझा कार्यक्रम तयार पार्ने निष्कर्षमा काङ्ग्रेस एमाले नेतृत्व पुग्यो। हरेक महिना सत्ता साझेदार दलका नेताहरू आबद्ध नेताहरूको कार्यदल बैठकमा राख्न थालियो। गत 23 पुससम्म आइपुग्दा त प्रधानमन्त्री ओलीले संविधान संशोधन यो संसदीय कार्यकालमा नहुने ब्रिफिङ नै गरिदिए। एमाले केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीले आगामी 2087मा संविधान संशोधन हुने बताएका थिए। हामी अहिले पनि संविधान संशोधन गर्न चाहिने 2/3 जुटाउने पक्षमा छौँ, तर राष्ट्रिय सभाका कारण सम्भव भइरहेको छैन। त्यो बैठकमा प्रधानमन्त्रीले भनेका थिए, संविधान संशोधन त गर्ने नै हो, तर 2087मा। सरकारकै औचित्यमाथि प्रश्न उठ्ने गरी सरकार बन्नुको औचित्य संविधान संशोधन भनिएको थियो। प्रधानमन्त्री ओलीले यस्तो व्यक्ति दिनुमा साना दलहरूकै कारण सिर्जना भएको दबाव नै बुझ्न सकिन्छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम साना दलका कारण उत्पन्न हुने यस्तै समस्या हल गर्न राष्ट्रिय राजनीतिक शक्ति आवश्यकता परेको बताउँछन्। विचारको विविधता र बहुलता स्वीकारेको समाजमा दलहरूको अस्तित्व स्वीकार्नुपर्छ, तर दलगत झगडामै देश अल्मलिने भयो उनी भन्छन्। त्यसैले हामीले सुदृढ बलिया राष्ट्रिय शक्तिका रूपमा दलहरूले आफूलाई उभ्याउन सक्नुपर्छ भनेका छौँ। एमाले त्यही सङ्कल्पका साथ अगाडि बढेको छ उनले भने। हाम्रो यो कन्टेन्ट कस्तो लाग्यो कृपया कमेन्ट गर्न नभुल्नुहोला। साथै च्यानललाई सेयर अनि सब्स्क्राइब गर्न पनि